सबभन्दा उत्तम राजा को भन्दा महाराज पृथु राजा बन्नुभयो। ब्राह्मणले यज्ञ गर्नु गराउनु, वेद पढ्नु पढाउनु राजन, अनि दान लिनु दान दिनु। ब्राह्मणका कर्म 6वटा छन्। अब महाराज क्षेत्रीले राज्य सञ्चालन गर्नु, अनि त्यो राज्य सत्ताबाट कर लिनु। जसले अन्याय गर्छ त्यसलाई के गर्नु? दण्ड दिनु। जसले राम्रा काम कर्तव्य अधिकारको बोध गराउँदछ त्यसलाई के गर्नु? पुरस्कृत गर्ने काम गर्नु। अब पैसाले वाणिज्य कर्म गर्ने काम गर्नु पर्दछ। महाराज परीक्षा सुन्नुभयो, त्यसले दशांशभन्दा बढी नाफा कहिल्यै नखानु। राज्य सत्ता चलाउनु, के अरे व्यापार गर्नु। अब त्यो शूद्रले के गर्नु? ब्राह्मण क्षेत्री वैश्य यिनको के गर्नु? सेवा गर्ने काम गर्नु पर्दछ। सारा कुरा बताउनु भयो, अनि ज्ञान उपदेश गर्दै काम गर्नुभयो राजन। अनि त्यही बेलामा विष्णुले गएर प्रार्थना गर्नुभयो। चतुसन कुमार पनि जानुभयो। अब त्यही बेलामा जुन सनकादि के गर्नुहुन्छ अरे तिम्रै घरमा आउँदछन् 4 जना, महाराज सनक, सनातन, सनत कुमार। यिनी चतुसन कुमार आउने काम गर्दछन्। थोरै दिनमा, धेरै दिन लाग्दैन राजन। तिम्रा घरमा आएर ज्ञान उपदेश गर्दछन्। तिमीदेखि